थुक्पाको पार्टी खाँदैछौँ थुक्पाको पिरो ठिक्क भयो आमा बोसो त खाँदैन सबै बोसै बोसो ए बोक्रो त मिठो छ थुक्पा घरै बनाएर खाएको आज हामीले खाजा हड्डी रहेछ घरमा पनि बनाएर खानु पर्यो नि कहिले कहिले मिठो हुन्छ अनि आज माम पकाएन आमालाई थाहा छैन आज माम पकाएन थाहा छैन हजुरलाई आज भातमा खाएको आमाले बिर्सिनु भएछ यो के भन्छ बिहान चाहिँ त्यो कुखुराको तिते बनाएर खाएको नि त अनि त्यही भएर भातमा पकाएको अनि दिउँसो थुक्पा बनाएर खाने आमा भनेर भनेको आमाले बिर्सिनु भएछ कुखुरालाई भात दिनलाई चटपटेमा लाउन आफूले बनाएर खाएको भनेको आफूले बनाएर खाएको हुँदो रहेछ क्या मिठो नमिठो टक्कसँगले जसरी बनाएर खानु मन लाग्यो नि खाँदा भयो नखान म त खालि आउनु त आजको थुक्पा सुरुमा लिएको थुक्पा यस्तो बिग्रियो मेरो यो नराम्रो परेछ अनि फेरि दोस्रोचोटि लिएर बनाएको यो त बाख्रालाई आमा बाख्रा त कुखुरालाई दिन्न कुकरमा भात छैन भनेको अनि आज भात पकाएन तपाईँलाई थाहा छैन होइन बेलुका सिद्धियो भनेको मैले भात थोरै पकाइदिएको बेलुका पनि टन्न भयो आमामा पेट त उकुस मुकुस पेट भयो बेलुका भात खाँदिनँ यदि त्यसरी नदिन्न उता लगेर केमा दिन्न कता भुइँमा फ्यालिदिएको त नि त्यो त मैले धुको अझै कति नराम्रो भएको थियो अब झापामा आज हप्ता दिन भयो आएको अझै हप्ता दिन बसिन्छ होला 10 किलो मोटाएर जाने पर्यो खाएको मिठो लाग्छ खानालाई यहाँ बसेपछि अब उतातिर चाहिँ काठमाडौँतिर चाहिँ कामले गरेर त्यति वास्ता नहुँदो रहेछ है खानालाई अब यहाँ त तर आज मात्र खाएको हो मैले पनि आज चाहिँ शनिबार हो अनि मेरो काम पनि थिएन अब भोलिदेखि फेरि मेरो काम हुन्छ घुम्ने डुल्ने आफन्तकोमा जाने त्यही त हो